त्यो छुट्टै छ यहाँनिर काटेछ भिडियो ल ल ल हामी कहाँ थियौँ भन्दाखेरि यसको चर्चा गरेको थियौँ होइन यहाँनिर कार्बोनाइन भन्यो कार्बोनाइन भनेको अब यहाँ हाइड्रोजन अनि यहाँ उसको आफ्नो इलेक्ट्रोन अनि एउटा एक्सको इलेक्ट्रोन यस्तो छ होइन अब यो केसमा हेरौँ कतिवटा इलेक्ट्रोनसँग गराउँ त 1 2 3 4 5 6 7 8 8वटा इलेक्ट्रोन छ भनेपछि अक्टेट कम्प्लिट छ होइन अक्टेट कम्प्लिट छ होइन अक्टेट कम्प्लिट छ भनेपछि अब यसलाई इलेक्ट्रोन चाहियो त चाहिएन नि होइन इलेक्ट्रोन चाहिँदैन अब यसलाई फुलफिल हुनको लागि त्यही भएर चाहिँ यो चाहिँ के हुन्छ अब न्युक्लियोफाइल हुन्छ क्या यो यदि यसमा इलेक्ट्रोन कम भएको भए चाहिँ त्यो के अरे इलेक्ट्रोफाइल हुन्थ्यो यदि अघि इलेक्ट्रोन कम भएको भए इलेक्ट्रोफाइल हुन्थ्यो अब यहाँनिर इलेक्ट्रोन छ नि त अक्टेट पुगेको छ नि त त्यही भएर यो चाहिँ न्युक्लियोफाइल हो यो चाहिँ डोनर हो क्या अब यसले चाहिँ यो इलेक्ट्रोन अरूलाई गएर दिन्छ है अब यसको हाइब्रिडाइजेसन कतिवटा छ बोन पेयर प्लस लोन पेयर हो होइन बोन पेयर कतिवटा छ 1 2 3 3 छ होइन लोन पेयर कतिवटा छ एउटा छ यो एउटा हो लोन पेयर भनेपछि 1 3 + 1 भने 4 अब 4 भने अघि मैले के भनेको थिएँ sp3 हो है यदि 3 भएको भए sp2 हुन्थ्यो 2 भएको भए sp हुन्थ्यो है ठिक छ अब यो केसमा sp3 छ sp3 भनेपछि अब यसको शेप कस्तो हुन्छ त भन्दाखेरि पिरामिडल हुन्छ पिरामिडल शेप अब sp3 को चाहिँ दुईटा शेप हुन्छ है एउटा हुन्छ टेट्राहेड्रल हुन्छ कि त टेट्राहेड्रल प्लानर हुन्छ कि त यस्तो हुन्छ कि त पिरामिडल शेपको हुन्छ क्या पिरामिडल शेप अब कसरी छुट्याउने यो टेट्राहेड्रल हो कि पिरामिड हो भनेर कसरी छुट्याउने भन्दाखेरि यदि लोन पेयर छ भने त्यो पिरामिडल हुन्छ लोन पेयर छैन भने टेट्राहेड्रल हुन्छ र यो कुरा चाहिँ पछि अझै केमिकल बोन्डिङमा राम्रोसँग पढ्नुपर्छ अहिले बेसिक चाहिने कुरा मात्रै सिकाइदिएँ मैले ल शेप बुझ है पिरामिडल हुन्छ हाइब्रिडाइजेसन sp3 है अनि इलेक्ट्रोन यहाँनिर इभन नम्बरमा छ नि त 8 भनेको इभन हो त्यही भएर यो डायम्याग्नेटिक हुन्छ ठिक छ ओके अब यो भयो यो कार्बोनाइन बनेको केस होइन अझै एउटा कार्बोक्याटाइनको केस देखाइदिन्छु ल कार्बोक्याटाइनमा चाहिँ के हुन्छ भन्दाखेरि कार्बोक्याटाइनमा चाहिँ अब मानौँ यहाँनिर सिएल लिएँ है मैले सिएल यहाँ एच छ यहाँ एच छ यहाँ एच छ यहाँनिर दुईटा बोन्ड सेयर भएर बसेछ यो अब हामीलाई थाहा छ क्लोराइन भनेको कार्बनभन्दा बढी नै इलेक्ट्रोनेगेटिभ हो त्यही भएर अब यो टुट्दाखेरि चाहिँ अब यो दुईटा इलेक्ट्रोनहरू क्लोराइनले लिएर जान्छ भनेपछि एच अनि यहाँनिर प्लस चार्ज प्लस सिएल माइनस भन्छ होइन यो के भयो कार्बोक्याटायन बन्यो कार्बोक्याटायन अथवा कार्बोनियम आयोन है कार्बोनियम आयोन बन्यो अब यसको केसमा आयो नि त अब यो चाहिँ यसलाई चाहिँ अब हेर त यसरी यसको पहिला इलेक्ट्रोन गरौँ है त कतिवटा इलेक्ट्रोन छ भन्दाखेरि कतिवटा इलेक्ट्रोन छ त यहाँनिर सी छ यहाँ प्लस भयो यहाँनिर एउटा दुईटा तीन हाइड्रोजन कतिवटा इलेक्ट्रोन एउटा दुईटा तीनटा चारवटा पाँचवटा छवटा 6 इलेक्ट्रोन भयो है 6 इलेक्ट्रोन छ अब यसलाई यो अक्टेट स्टेटमा छैन यसलाई अझै दुईटा इलेक्ट्रोन चाहिन्छ त्यही भएर यो इलेक्ट्रोफाइल होइन न्युक्लियोफाइल हो सरी इलेक्ट्रोफाइल हो किनभने यसलाई इलेक्ट्रोन चाहिएको छ इलेक्ट्रो लभिङ फाइल भनेको लभिङ इलेक्ट्रोन लभिङ होइन त्यही भएर यो कार्बोक्याटाइन चाहिँ के हो इलेक्ट्रोफाइल हो यो कार्बोनाइनसँग इलेक्ट्रोन बढी छ नि त त्यही भएर यो चाहिँ न्युक्लियोफाइल हो योसँग इलेक्ट्रोन छैन त्यही भएर यो चाहिँ इलेक्ट्रोफाइल हो है अब अर्को के भन्दाखेरि इन्कम्प्लिट अक्टेट छ होइन यसको हाइब्रिडाइजेसन के हुन्छ त हाइब्रिडाइजेसनको फर्मुला लोन पेयर प्लस बोन पेयर हो है लोन पेयर छ त छैन 0 भनेपछि बोन पेयर 1 2 3 तीनटा छ होइन भनेपछि 3 भयो 3 भनेको sp2 है sp2 भनेको अब ट्रायगोनल प्लेनर सेप यसको सेप चाहिँ ट्रायगोनल प्लानर हुन्छ ट्रायगोनल प्लानर भन्छ यसको सेप है
यति नै हो अझै बाँकी छ होइन। अर्को के कुरा अलिकति एउटा थोरै कुरा के भन्दाखेरि यो छ नि यो चार्ज स्पिसिसहरू मैले अघि भनेको थिएँ नि चार्ज स्पिसिसलाई चाहिँ अब स्टेबिलाइज गर्नको लागि इ त प्लस आई अथवा प्लस आर चाहिन्छ इ त माइनस आई अथवा माइनस आर चाहिन्छ है। अब यो भनेको के हो म भन्छु है। जस्तै कुनै पनि इलेक्ट्रोफाइल भनेको इलेक्ट्रोन कम भएको जस्तै एक्जाम्पलको लागि CH3 प्लस यसमा अक्टेट स्टेट छैन होइन यसमा एउटा इलेक्ट्रोन कम छ होइन भनेपछि यो के हो त इलेक्ट्रोन कम छ भने यो इलेक्ट्रोफाइल हो होइन इलेक्ट्रोफाइल हो। इलेक्ट्रोफाइल भने इलेक्ट्रोन नभएको अब यसलाई इलेक्ट्रोन डोनर चाहियो क्या। अब यो प्लस छ भने यसलाई चाहिँ के चाहिन्छ यसलाई स्टेबिलाइज यो अनस्टेबल छ कि यो अनस्टेबल हो यो अघि नै भनेको यो चार्ज पार्टिकलहरू चाहिँ एकदमै अनस्टेबल हुन्छ होइन अनस्टेबल हुन्छ भने चाहिँ अब यसलाई स्टेबल हुनको लागि चाहिँ कुनै इलेक्ट्रोन डोनर चाहिन्छ के इलेक्ट्रोन डोनर चाहिन्छ। इलेक्ट्रोन डोनर भनेको प्लस आई र प्लस आर ग्रुप हो प्लस आई र प्लस आर यसरी याद गर्नु त प्लसलाई प्लस चाहिन्छ भनेर याद गर्ने है। इलेक्ट्रोफाइल अथवा कार्बोक्याटायनलाई स्टेबिलाइज हुनको लागि प्लस आई र प्लस आर चाहिन्छ प्लसलाई प्लस चाहिन्छ होइन। कार्बन आयन भनेको न्युक्लियोफाइल हो न्युक्लियोफाइल कार्बन आयन माइनस छ नि त यसमा त्यही भएर यसलाई नि माइनस आई माइनस आर चाहिन्छ माइनस आर ग्रुप चाहिन्छ स्टेबिलाइज हुनलाई टु बी स्टेबल है ल बुझ्यो। यदि माइनस छ भने माइनस आई माइनस आर चाहिन्छ यदि प्लस छ भने प्लस आई प्लस आर चाहिन्छ। यति हो हिजो पढेको हामीले है त। अब भरे 9:15 क्लास हुन्छ 9:15 क्लास हुन्छ अनि 9:14 तिरै जोइन गरिहाल 9:14 तिरै जोइन गरिहाल किनभने हाम्रो क्लासमा चाहिँ 100 जनाभन्दा धेरै पर्दैन जहिले पनि त्यस्तै 10-15 जनाले क्लासमा छिर्नै पाउँदैन कि त्यही भएर छिट्टै जोइन गरिहाल ब्रो ल ओके बाई बाई राम्रोसँग पढ भरेको लागि रेडी हो।